त्यो हर्केको समर्थनहरू चाहिँ के भएको त नि हर्केलाई हल्का सम्झायो यता नगर उता नगर भन्दा पनि पुरा मुख छाड्न होइन गाली गर्न आमा बहिनीको गाली गर्न मामु यताउति लाउन होइन कमेन्टतिर होइन भुक्न आइरहेछ अब हर्केले चाहिँ दुनियाँभरि जहिले तहिले अब होइन अब के अरे उसकै मात्रै जातको त सुन्नीमा पारुहाङको मूर्ति बनाउँछु भनेर पैसा कलेक्टिङ गरिरहेको छ अब कहिले चाहिँ त्यसले बनायो के अरे गणेश भगवान्को मूर्ति होइन हनुमानको मूर्ति कहिले बनायो जहिले त सुन्नीमा पारुहाङको मूर्ति बनाउँछु भनेको छ अब हुँदै नभएको यलम्बर राजमार्ग चाहियो भन्छ अब महेन्द्र राजाको पालामा त्यत्रो बनेको राजमार्ग हिजो अस्ति बालेन सरकारले चाहिँ त्यही नाम फेरिदिनुपर्छ महेन्द्र राजाले दुःख गरेर बनाएको राजमार्ग महेन्द्र राजमार्गै राख्नुपर्छ भन्दाखेरि उसले चाहिँ होइन यलम्बर राजमार्ग राख्नुपर्छ भन अब यलम्बरले कहाँनिर नेपालको कुन चाहिँ राजमार्ग बनाएको छ होइन अनि घरि भनेको त के अरे किराँत प्रदेश चाहियो होइन किराँत प्रदेश चाहियो भनेको छ कहाँ छ किराँत प्रदेश कोशी प्रदेश होइन प्रदेश नम्बर 1 भनेको अनि घरि भनेको छ उतातिर त ताप्लेजुङमा केबल कार लाँदा फेरि होइन हाम्रो के मासियो अरे खोइ गोर्खाको मनोकामनामा केबल कार बनाउ त खोइ केही भएन विकास भयो उनीहरूको त ताप्लेजुङमा अस्ति पाथिभरामा केबल कार बनाउँदा फेरि यो भयो ऊ भयो भनेर पुरा विरोध भयो यिनीहरूलाई चाहिँ हल्का चोक्टा दिनुपर्ने होइन जे गर्दा पनि उनीहरूलाई अगाडि ल्याउनु पर्ने त्यो दुनियाँ नाथे त त्यस्तो हुँदैन क्या अब घरि भन्छ फागुनन्द चाहियो फागुनन्द नगरपालिका चाहियो फागुनन्द चोक चाहियो फागुनन्द उपत्यका चाहियो भन्छ घरि के अरे देशै चेन्ज गर्छु भन्छ कहिले घरि झन्डा चेन्ज गर्छु भन्छ घरि के अरे सुँगुरलाई राष्ट्रिय जनावर बनाउँछु भन्छ यिनीहरूले चाहिँ जे गर्दा पनि हुने अनि यिनीहरूलाई माछालाई हल्का यताउता हान्दाखेरि चाहिँ अनि यिनीहरूको समर्थनहरू चाहिँ के भएको त अनि यो भनेको चाहिँ एमाले काङ्ग्रेस माओवादीको पहिले त हुँदैन नि त झोलेहरू के अरे पुरै अन्धभक्तहरू तिनीहरूले गरेर पुरै देश बिग्रेको थियो अब यिनीहरू अहिले आएको रहेछ झोलेहरू क्या झोले हर्केको झोलेहरू सिधै भन्नुपर्दा 3 सिटे भन्दाखेरि कस्तो भने जनताले नपत्याएको है जनताले नेपाल पूर्वदेखि पश्चिम महाकालीसम्मको जनताले नपत्याएको भोट नहालेको नपत्याएर होइन भोट नहालेको कति भोट हालेको भन्दाखेरि 20-25 हजार अर्थात् 40,000 जनताले भोट हालेर जितेको मान्छे होइन अनि अर्कोतर्फ चाहिँ अब 2/3 ल्याएको 3/3 ल्याएको बहुमत ल्याएको बालेन सरकार होइन उसलाई चाहिँ अब प्रधानमन्त्रीले राजीनामा दे लगभग करोडको हाराहारीमा जनताले भोट हालेको जनताले पत्याएको मान्छेलाई राजीनामा दे को हो त्यो राजीनामा माग्ने त्यसको हैसियत चाहिँ के हो कसले त्यसलाई पत्याएको छ पत्याउनु भनेको के हो नेता बन्नु प्रधानमन्त्री बन्नु अर्थात् कुनै पनि ठुलो पदमा पुग्नु भनेको जनताले पत्याएर भोट हालेर हो नि त पत्याएकै छैन भोटै हालेको छैन यो ल्याङ गरेको छ हर्के भनेको पास्टर हो मेन भनेको यो भनेको नि यो भनेको राई लिम्बूहरूको पनि यो भड्काउने मात्रै यो भनेको मेन भनेको पास्टर यसलाई भनेको चाहिँ यसले भनेको चाहिँ कस्तो भने धार्मिक युद्धहरू जातिवादी युद्धहरू यस्तो गरिरहेछ यसलाई भनेको चाहिँ हान्नुपर्ने हुन्छ है फेरि सिधै भनेको यसको म समर्थनहरूलाई के भनिरहेको छु भने मुख छाड्ने गाली गरे यताउति गर्ने होइन फेरि होइन उस्तै परेको ठाउँमा कुनै बेला होइन त्यो कोठामा ओछ्यानमा त्यो सिर कोडेर अर्थात् बन्द कोठामा मोबाइल यसो चलाएर कमेन्ट गरेर होइन कहाँ छ तेरो लोकेसन के हो कहाँ हो यताउति भने जस्तो होइन सिङ्गल भेटेको बेलामा होइन कराकुरु पारेर हड्डीहरू करङहरू दोबार्दिएर होइन त्यस्तो गरेको बेलामा चाहिँ फेरि ठिक हुँदैन फेरि त्यो के अरे कोठामा भुके जस्तो हुँदैन फेरि फेस टु फेस भेटेको बेलामा मैले भनिरहेको छु त्यो गाली दिने यताउता गर्ने काम चाहिँ नगरौँ हर्के भनेको एकदम सबले गु खाने हो सिधै कुरा भन्नुपर्दा त्यो काम छैन नथिङ थ्याङ्क यू